युट्युबमा हाल्दा आइफोनबाट हो कि खेल्नु त्यही भएर ल उत्तम हजुर अनि के खनिरहेछ अहिले त्यहाँ यो हामीले माटो खनिरहेछौँ फलन सके सुन फाल्छ भन्ने उद्देश्यले भन्ने नारा लिएर हामी बारीमा आइरहेछौँ करेसा बारीमा लगभग हामीले विभिन्न प्रकारका फलफुल तथा तरकारीहरू उत्पादन गर्नको लागि खुर्सानीदेखि लिएर सब लगाइएको छ हामीले खुर्सानी लगाएका छौँ उहाँ दाइले अहिले सागको पात समाउँदै हुनुहुन्छ त्यो लगभग 12 मासे साग हो त्यो जहिले खाँदा नि हुन्छ जति टिप्नु भयो त्यति फल्छ त्यो यता यो सागै भनौँ यो टमाटर फल्दै गरेको पुतली टमाटर भन्ने भनौँ पुतली टमाटर भन्नाले सर्लकै माथिसम्म जान्छ टमाटर भन्छ त्यसै गरी त्यो भेन्टा पऱ्यो लगाइदियो विभिन्न किसिमका फलफुलहरू आलु पऱ्यो जापानमा हाम्रो सिमीहरू छ त्यही सिमीहरू तपाईँले देखिरहनु भएको छ हाम्रो वरपर जे जति छ यो सबै हाम्रो मेहनत र हाम्रो के भन्छ लगानीको उपज हो साथै त्यो काँक्रा पनि देख्न सक्नुहुन्छ त्यो हामी ठ्याक्कै नेपालभन्दा तपाईँको 80%ले नेपालमा कृषि गरेर आफूले पनि खान सकिँदैन भने हामी यहाँ जापानमा 2%ले कृषि गरेर हाम्रो जापानभरिलाई पुर्याएर पनि तपाईँहरूलाई पनि नेपाल बाहिर अन्य देशमा एक्सपोर्ट गरिरहेका छौँ साथै हाम्रो हाते ट्र्याक्टर पनि उहाँ उपलब्ध छ अब हाम्रो आलु पनि यो पुरै आलु हो अनि हाम्रो सरको के छ त कुरो अहिले जापानमा आउनु छ नयाँ नयाँ भर्खरै अब के छ नि यहाँ हामीले अब जस चाहने पनि सुन फलाउन सकिएको रहेछ हजुर अब हामीले चाहिँ दया माया गरेर चाहिँ दाइले यसो बोलाइदिनु भयो यसमा हामी चाहिँ धेरै चाहिँ धन्यवाद प्रकट गर्दछौँ अब हामीले चाहिँ सुन फलाउने पालो आएको छ अहिले भर्खर यहाँ लसुन फलायो 4वटा अब सुन कति दिनपछि फल्छ अब हेर्दै जाऊ सुरेशको के छ कुरो केही भन्न छ कि यो हामी कालेकतिर गए जस्तो छ कि अब यो रुखहरूको जिम्मा सुरत दाइको हो कि यो रुखहरू पछि बेचेर सुरत दाइले पैसा लानुहुन्छ जापाना पनि यस्तो जङ्गलमा आफ्नो गाउँको रमाइलो मेट्नका लागि पनि यस्तो ठाउँमा आएर हामी बसेको छ बस्नलाई आनन्द छ अहिले हामी बस्ने घर पनि देखाइन्छ हामी चाहिँ अहिले इतिहारको उसी गर्ने ठाउँमा बस्छौँ कसैलाई आलु सालु ल्याउनु पर्यो अर्डर गर्नु पर्यो भने कन्ट्याक्ट नम्बर तल राखिएको छ हाम्रो उत्तम पनि डेलिभरीको लागि यहाँ छ है त्यही भएर करेलो पनि लगाइएको छ जापाना आलु लगाउने करेलो लगाउने अब के गर्ने अब यसो के टाइममा यता पनि काम गर्नु पर्यो त्यही भएर जापानको चाहान भन्छ कि के भन्छ यो मान्छेहरू राइन ठाउँ चिहान भन्छ यो